ले दाइ माथि छ एउटा नेट के त पुरो निकाल्ने हो क्या कस्तो रन कुन जग्गा हो राइटमा बागेर कल्पना नको इति अब माथि तापै नकुदे धर नको त्यो जम्मा हैन म मर्छु मुजी इसमा गदेऊ त्यो जम्मा हैन केटा मलाई इसमा गेट आउट नम्बर 1 को नाइस आउनु मलाई लिग बेले हामीलाई जिप पाइदे बेले Mark the location. लो मलाई जतिको किजेर गयो हेर त दुई जना जिप दे भाइ आयो यो बकिले ओपनली यसले भारा यो बकिले भारा लास्ट वान यहाँ माथि अब त्यो ड्रपमा सुन लेफबाट चढ के त ठडाउँछ चढ लेफबाट चढ उठाउनु आउँछ न त एउटा दाइ Watch out. दाइ त टर्किन हुन्छ जोन आयो तर म पोजिसन भन्दिन्छु त्यसले स्टिल फिन्छ हान्न खोज्दैछ है मलाई हान्नु राइटबाट चढ्यो नि लेफ्टमा पग्या थियो त्यस्तो लाग्यो रिभाइभ दिएको मेरो मार्कमा 1 हिटमा गएको ठाउँमा साथी होइल गर्छु दुईटै वान सेकेन्ड आयो त्यो नि पहाडबाट काम रोल पनेट सबै साथी के गर्छ लास्ट वान दुईटै अर्को वा वा मोबाइल खेले है दाइ एकैछिन दाइ अगाडि आयो क्वेशन थाहा तपाईको नाइ यो त टिटीको हो दाइ नक्न आयो त यार कता खेल्नु थियो त Watch out. घर हान्नै पर्छ के कहाँ हान्नु नको Watch out. अन्तिम बोकेर हिँड हान्नु पर्यो त्यही गर्छ अन्दाजलाई आउँछ है ओइ नाइ यानी Location. Watch out. केटा म त एकछिन चढेर खेल्छु माथि सकाइन्छु बसेर त एकले सकाइन्छु यहाँ बस सकाइन्छु घुमाएर गयो त्यो बसवाला किनाउनु पर्छ त्यो बस यहाँ बस छ म मार्दिन्छु Watch out. कहाँ दुई न Watch out. सबजना छुट्टै ठाउँ हेर्नु न सक्ने हो मन नकान्दै हो पह म माथि गएर हेर्छ त्यो मेरो मार्कमा नख्यो एउटा मेरो त हेलमेट बेस सब रातो ओ व्यागनमा किल उठाइनौ किले आएन त व्यागन अहिले आउँछ र नेटले पड्कायो त्यस्तो लाग्यो एउटा नेटले पड्कायो त्यो रका छ है प्रेस गर्दैछ है दिएर सकेर इजी सक्कमा मिल्छ कि तिमीले क्युले सक्छ त र दुखको हान्न न नेट हान्दा पह आयो त दुई शट आयो मगर Watch out. टच त्यस्तो नहो न त्यो सिधै रिजमा आउँछ ल राइटको रिज गइहाल पुल अप गर्न आउँछ लेफ्टको गाडीले उता त्यही लेफ्टमा हेर्नु त लेफ्टको ढुङ्गामा सुति त्यही त उठिरा ल एउटा त्यही च्याकतिर होला स्याकमा हो कि त च्याक कि त डपमा नाइस Victory केटा हो त्यो belongs DRS to को us.